हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणको क्रममा विशिष्ट अतिथिको आसन ग्रहण गर्नको लागि राष्ट्रिय ज्येष्ठ नागरिक सङ्घका उपाध्यक्ष हामीले पाइसकेका छौँ, आइसक्नु भएको छ। श्री शारदा देवी कन्दज्यूलाई पनि विशिष्ट अतिथिको आसन ग्रहण गर्नको लागि आमन्त्रण गर्दछु। यसै गरी पूर्व सांसद माननीय भीमबहादुर श्रेष्ठज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहणको लागि अनुरोध गर्दछु। यसै गरी पूर्व माननीय मन्त्री श्री खेमप्रसाद महतोज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। प्रमुखज्यूलाई आसन ग्रहण अनुरोध गर्दछु। खेमप्रसाद महतोज्यू उपप्रमुखज्यू। यसपालिका सम्पादन समितिका सम्पादक श्री रमाकान्त सापकोटाज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। विशिष्ट अतिथिको आसन ग्रहण आउँदै हुनुहुन्छ यसपालिका सम्पादन समितिका प्रधान सम्पादक एवं सम्पादकज्यूहरू, सम्पादक केदारनाथ खनालज्यू र सम्पादक प्रधान सम्पादक केदारनाथ खनालज्यू र सम्पादक रमाकान्त सापकोटाज्यू। महासङ्घका केन्द्रीय सदस्य श्री सूर्यप्रसाद श्रेष्ठज्यूलाई आसन ग्रहणको लागि अनुरोध गर्दछु। मञ्चमा आइदिनको लागि हार्दिक अनुरोध गर्दछु। श्री सूर्यप्रसाद सहसचिव श्री गोपाल कणेलज्यू। यसै गरी जिल्ला समन्वय समितिका पूर्व प्रमुख श्री कृष्ण कुमार दल्लाकोटीज्यूलाई आसन ग्रहणको लागि अनुरोध गर्दछु। अतिथिको आसन ग्रहण गर्नको लागि मञ्चमा आइदिनको लागि हार्दिक आमन्त्रण गर्दछु। यसै गरी सहायक प्रमुख जिल्ला अधिकारी चितवन श्री चुडामणि शर्माज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। महानगरपालिका वडा नम्बर 10 का वडाध्यक्ष श्री परमेश्वर खनालज्यूलाई मञ्चमा आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। परमेश्वर खनालज्यू। यसै गरी भरतपुर महानगरपालिका वडा नम्बर 12 का वडाध्यक्ष श्री लेखराज पन्तज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। भरतपुर महानगरपालिका वार्ड नम्बर 17 का वडाध्यक्ष श्री ललितमान तामाङज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। मञ्चमा आएर आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध छ। यसै गरी भरतपुर महानगरपालिका वार्ड नम्बर 19 का वडाध्यक्ष श्री प्रकाश तामाङज्यूलाई पनि मञ्चमा आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी एसनाई सङ्घ चितवनका सल्लाहकार एवं राष्ट्रिय भूमि आयोगका पूर्व अध्यक्ष श्री बद्रीनाथ तिमिल एसनाई सङ्घ चितवनका सल्लाहकार श्री ईश्वरी प्रसाद पौडेलज्यूलाई मञ्चमा आएर आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। सल्लाहकार एसनाई सङ्घ चितवनका सल्लाहकार श्री केशव प्रसाद रेग्मीज्यूलाई पनि मञ्चमा आएर आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। ज्येष्ठ नागरिक सङ्घ गोर्खा जिल्लाका अध्यक्ष श्री मोहनलाल श्रेष्ठज्यूलाई मञ्चमा आएर आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी भरतपुर महानगरपालिका महिला तथा बालबालिका तथा सामाजिक शाखाका प्रमुख श्री शान्ता कुमारी पौडेलज्यूलाई मञ्चमा आएर आसन ग्रहण गरिदिनको अनुरोध गर्दछु। पूर्व अध्यक्षज्यूहरू श्री रेशमलाल पौडेलज्यूलाई आसन ग्रहणको लागि अनुरोध गर्दछु। श्री बालकिरण सुवेदी पूर्व अध्यक्षज्यूलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्दछु। श्री बलभद्र घिमिरे जिल्ला प्रहरी कार्यालयका प्रमुख लक्ष्मण केसीज्यूलाई मञ्चमा आएर आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। सामाजिक व्यक्तित्व श्री कृष्णराज लवली नेउपानेज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। रत्नगर नगरपालिकाका सल्लाहकार श्री रामहरि नेउपानेज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। रत्नगर
नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक सामाजिक शाखाका प्रमुख श्री दिपा घिमिरेज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। दिपा घिमिरेज्यू आसन ग्रहणको लागि अनुरोध गर्दछु। हाम्रो घरका संस्थापक समाजसेवी श्री रामहरि श्रेष्ठज्यूलाई यथास्थानमा आसनको लागि हार्दिक अनुरोध गर्दछु। रामजनकी आश्रमका महासचिव श्री रामेश्वर खनाज्यूलाई यथास्थानमा आसनको लागि अनुरोध गर्दछु। श्री दुर्गा भगवती मन्दिर श्री कृष्णप्रसाद रेग्मीज्यूलाई आसन ग्रहणको लागि अनुरोध गर्दछु। सहसचिव श्री पद्मा कुमारी श्रेष्ठ देवाज्यूलाई आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यसै गरी सदस्य श्री देवी कुमारी सपरेज्यूलाई आसन ग्रहणको लागि अनुरोध गर्दछु। श्री खेमराज पोखरेलज्यू सदस्य ज्येष्ठ नागरिक सङ्घ चितवनलाई आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यसै गरी महाप्रसाद सिलवालज्यू सदस्य ज्येष्ठ नागरिक सङ्घ चितवन आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यसै गरी टीकाराम दाहालज्यू ज्येष्ठ नागरिक सङ्घको सदस्य चितवन आसन ग्रहणको लागि अनुरोध गर्दछु। यही क्रममा ज्येष्ठ नागरिक सङ्घ चितवनका सदस्य गङ्गादेवी कोइराज्यूलाई आसन ग्रहणको लागि अनुरोध गर्दछु। यही क्रममा तुलसी ज्येष्ठ नागरिक सङ्घ चितवनका डाक्टर श्री बालकृष्ण सुवेदीलाई मञ्चमा आएर आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। स्टेसन निर्देशक श्री दीपक पौडेलज्यू साथै अन्य प्रतिनिधिहरू एवं सम्पूर्ण पत्रकार मित्रज्यूलाई पनि यथास्थानमा आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणको क्रममा बिचबिचमा यो आसनको क्रम जारी रहनेछ। अहिलेलाई यो कार्यक्रम यही स्थगित गरी कार्यक्रमलाई अगाडि लन्च गर्न म यहाँसम्म अनुरोध माग्दछु। आसन ग्रहणको क्रममा तलमाथि परेको होला, कोही छुट भएको होला, त्यसको लागि म यहाँसम्म समक्ष हार्दिक क्षमा याचना गर्दछु र कार्यक्रमलाई अगाडि बढाउन यस संस्थाका अध्यक्ष एवं आएको यस सभाध्यक्षबाट अनुमति माग्दै कार्यक्रमलाई अगाडि बढाउन अनुमति माग्दछु। दोस्रो कार्यक्रम छ राष्ट्रिय गान राष्ट्रपति सम्मान जनाउन रामजनकी आश्रमका बालिका स्वस्तिका लोक कल्याणी, पवित्रा लोक कल्याणी, मङ्गली लोक कल्याणी, रेखा लोक कल्याणी, निर्जला लोक कल्याणीलाई मञ्चमा आएर राष्ट्रिय गानमा सहभागी भइदिनको लागि र यहाँहरू सबै राष्ट्रिय गानमा देशप्रति सम्मान जनाउनको लागि आफ्नो ठाउँबाट उठिदिनको लागि हार्दिक अनुरोध गर्दछु। सर्वभङ्ग फैलिएका मेची महाकाली सयथुङ्गा फुलका हामी एउटै माला नेपाली। सर्वभङ्ग फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको अचला वीरहरूका लगतले सोचन तारा चला। अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहु जाति भाषा धर्म संस्कृति छ विशाल। अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। शहीदहरूप्रति सम्मान स्वरूप 1 मिनेट मौन धारण गर्ने कार्यक्रम छ। यस संस्थाका पूर्व आजीवन सदस्यहरू जो स्वर्गीय हुनुभएको छ उहाँहरूप्रति समेत सम्मान सहित 1 मिनेट मौन धारण गर्नलाई यहाँलाई आफ्नो ठाउँबाट गर्छु। सुरु। सम्पूर्ण अतिथि हाम्रो यस संस्थाका अध्यक्ष लगायत अध्यक्ष अनि आएको प्रमुख अतिथि विशिष्ट अतिथिहरू श्रद्धेय आजीवन सदस्यहरू उपस्थित सम्पूर्ण उपस्थित महानुभावलाई स्वागत गरिदिनको लागि यस संस्थाका उपाध्यक्ष श्री माधव शर्मा घिमिरेज्यूलाई स्वागत भाषण गरिदिनको शब्दद्वारा स्वागत शब्द व्यक्त गर्नको लागि हार्दिक अनुरोध गर्दछु। सातौं तेस्रो अधिवेशनका
यस सभाका अध्यक्ष जिल्ला ज्येष्ठ नागरिक सङ्घका अध्यक्ष श्री केदारनाथ तिमिल सिन्हाज्यू, आजका प्रमुख अतिथि भट्टी महानगरपालिकाका मेयर रेणु दाहालज्यू, विशिष्ट अतिथिको रूपमा केन्द्रीय महासङ्घका उपाध्यक्ष शारदा चन्दज्यू, त्यस्तै विशिष्ट अतिथिको रूपमा हाम्रा विमोचन हाम्रो चाहिँ स्मारिका विमोचनका प्रधान सम्पादक केदारनाथ कनालज्यू, सम्पादक रमाकान्त शिक्षाविद रमाकान्त सापकोटाज्यू, पूर्व जिल्ला विकास समितिका अध्यक्ष कृष्ण कुमार ढल्लाकोटीज्यू, पूर्व भूमि आयोगका अध्यक्ष बद्रीनाथ तिमिल सिन्हाज्यू, केन्द्रीय महासङ्घका चाहिँ प्राडा सदस्य केन्द्रीय महासङ्घ सदस्य प्राडा प्रेम शर्माज्यू, पूर्व जिल्ला विकास समितिका अध्यक्ष सभापति विष्णु घिमिरेज्यू लगायतका विशिष्ट अतिथिज्यूहरू, पूर्व यस नारी सङ्घका चाहिँ अध्यक्षज्यूहरू, हाम्रो यस ज्येष्ठ नागरिकको निमन्त्रणालाई स्वीकार पाल्नुहुने आदरणीय हरेक साथै पालिकाका मेयर तथा जनप्रतिनिधिज्यूहरू, वडा अध्यक्षज्यूहरू लगायत सम्पूर्ण उपस्थित विभिन्न साथै पालिकाका चाहिँ हाम्रा ज्येष्ठ नागरिकका अध्यक्षज्यूहरू, फेरि रामधनी आश्रमका बालिकाहरू आफ्नो स्वागत गान नृत्य लिएर अगाडि आउँदै हुनुहुन्छ। नानीहरू पवित्र लोककल्याणी, स्वस्तिका लोककल्याणी, मङ्गली लोककल्याणी, रेखा लोककल्याणी, निरजा लोककल्याणलाई आमन्त्रण गर्दछु। एवं हालसालै बेलायतबाट शिलापत्र महिला मैत्री वर्ष 2081 सम्मानित हुनुभएको ऋणी दाहाल आजको कार्यक्रम हाम्रो प्रमुखज्यूबाट उद्घाटन भइसकेको छ। अब यसपछि अर्को चरणमा ज्येष्ठ नागरिक सङ्घले स्मारिका तयार गरेको छ। स्मारिका लोकार्पण गरिदिनको लागि हाम्रो प्रमुख अतिथि श्री रेणु दाहालज्यूलाई हार्दिक अनुरोध गर्छु र प्रमुख गर्दछु र सँगै रमाकान्त अधिकारी पनि बोलाउन अनुरोध गर्दछु। शिक्षाविद रमाकान्त कनालज्यू
नाजुलाई हार्दिक अनुरोध गर्छु। हाम्रो वैदिक संस्कृतिमा ओ सभाभ्य सभापति भेष्टभो नमो नमः भनेर सुरुवात हुन्छ। अर्थात् हाम्रो वैदिक संस्कृतिले सभासदहरूलाई एक नम्बरमा सम्बोधन गर्छ, त्यसपछि मात्रै सभापति, किनभने सभा भयो भने मात्रै सभापति हुन्छ। यो हाम्रो सांस्कृतिक परम्परा हो। तर पनि हाम्रो प्रचलनमा चाहिँ अब कार्यक्रमका समादरणीय सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू समुपस्थित सबैमा यथोचित नमन सम्बोधन यहाँहरू सबैमा म अर्पण गर्दछु। अब मेरो जिम्मेवारी भर्खरै प्रमुख अतिथिबाट विमोचन भएको स्मारिकाको बारेमा केही शब्द बोल्नु छ। म धेरै समयले छोटकरीमा यहाँको हातमा स्मारिका आउँछ, त्यसैले स्मारिकाभित्र के छ यहाँहरू सबैले आफैले पढेर यसलाई चाहिँ मनन गर्नुभयो भने त्यो बढी महत्त्वपूर्ण हुन्छ। यसमा मैले भन्नुभन्दा यहाँहरूले पढ्दै धेरै उपयोगी र सान्दर्भिक हुनेछ। तैपनि एउटा प्रचलन हो। अब यो गत वर्ष अघिल्लो पटक पनि हामीले खास गरिकन मैले नै भनौँ यसको जिम्मेवारी पाएको थिएँ। अहिले पनि सौभाग्यवश म प्रधान सम्पादक रमाकान्त सर र सञ्जीव पौडेलजी हामी तीनजनाको जिम्मामा यो स्मारिका आएको हो। हामी तीनैजनाले सम्मानको निम्ति अथवा विशेष ज्ञानको निम्ति संस्थाबाटै अध्ययन भ्रमण गराएका भ्रमण प्रतिवेदनहरू अथवा नियन्त्रहरू पनि यसमा छन्। जस्तै यसले 18लाई काठो फुटाएर सफाई सरकारी स्तरबाट त्यहाँको सामाजिक स्तरबाट के कस्ता सुविधाहरू प्रदान गरिन्छन्, कानुनी व्यवस्था के छ, ती सब कुराहरूको अन्तर्राष्ट्रिय परिवेशका सेरोफेरोमा ल्याएर त्यसको केन्द्रीयतामा नेपाललाई राख्ने प्रयास गरिएको छ। त्यस कारणले अब हाम्रो भौगोलिक परिवेशले 60 वर्ष पुगेकालाई देश नागरिक भनेको छ। तर अरू मुलुकले अधिकांश विकसित मुलुकहरूले 65लाई मानेको छ। 65ले किन मान्यो भन्दा उसका स्रोत सुविधाहरू भौगोलिक परिवेशलाई पनि मान्यो। र नेपालमा 60 माने तापनि सुरुमा 70 वर्ष पछि 68 वर्ष त्यो सामाजिक सुरक्षा भत्ता, कर्णाली प्रदेश, एकल महिला, दलित जनजाति, अपाङ्ग आदिलाई चाहिँ फेरि उमेरका हिसाब किताबले त्यस किसिमले वर्गीकरण गरिएको छ। र नेपालको सन्दर्भमा 2,91,62,000 छन् जुन नेपाली जनसङ्ख्या नेपालमा छन्। त्यसमध्ये 7,22,000 हामी चितवनमा छौँ। त चितवनमा पनि 60 वर्ष नागेका ज्येष्ठ नागरिकहरूको सङ्ख्या मोटामोटी यहाँ आएको छ। तीमध्ये कति ज्येष्ठ नागरिकहरू यो सामाजिक सुरक्षाबाट लाभान्वित भएका छन् त्यो तथ्याङ्क छ। र कतिजना छैनन् 1800 ज्ञापन गर्न चाहन्छु। स्मारिकाको बारेमा प्रधान सम्पादकज्यूले, सम्पादक केन्द्रज्यूले संक्षेपमा स्मारिकाभित्र भएका लेख रचनाहरू विवरणहरूको बारेमा यहाँलाई जानकारी गराइदिनु भयो। र ज्येष्ठ नागरिक सङ्घ चितवन सम्पादन समितिलाई हार्दिक आभार व्यक्त गर्छ। त्यो महत्त्वपूर्ण, जटिल, कठिन र अत्यन्तै प्रशंसनीय काम उहाँले गर्नुभएको हुनाले सम्पादक मण्डललाई ज्येष्ठ नागरिक सङ्घ चितवन फेरि हार्दिक आभार र धन्यवाद ज्ञापन गर्न चाहन्छ। र यसपछि यो संस्थाको ज्येष्ठ नागरिक सङ्घ चितवनको वर्षभरिको वार्षिक प्रतिवेदन प्रस्तुत गरिदिनको लागि यस संस्थाका सचिव श्री भोजराज देउपालीज्यूलाई यहाँ आमन्त्रण गर्दछु। नमस्कार, म 6 वर्षको संक्षिप्त र चालु वर्षको चाहिँ
विशेष रूपमा पत्रिकामा भएअनुसारको आफ्नो प्रतिवेदन संस्थाको प्रतिवेदन पेश गर्न अनुमति माग्दछु। 5औं वार्षिक साधारण सभाका सभापति तथा जेठनारी सङ्घका आदरणीय अध्यक्षज्यू, प्रमुख अतिथि भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालज्यू, विशिष्ट अतिथि जेठनारी महासङ्घका उपाध्यक्षज्यू तथा सदस्यज्यूहरू, म सम्बोधनलाई छोटकरी गर्न अनुमति माग्दछु। संस्था एकीकृत संयोजन समितिका संयोजक बैठक समाजसेवी ईश्वर प्रसाद पौडेलज्यू, पूर्व सांसद भीमबहादुर श्रेष्ठज्यू, जिल्ला विकास समन्वय समितिका पूर्व सभापति, जिल्ला विकास समितिका पूर्व सभापति विष्णु घिमिरेज्यू, जिल्ला समन्वय समिति भरतपुर चितवनका प्रमुख श्री नारायण अधिकारीज्यू, जिल्ला समन्वय समिति भरतपुरका पूर्व प्रमुख श्री कृष्ण कुमार डोलागुडीज्यू, यसै संस्थाका सल्लाहकार श्री बद्रीनाथ सिन्हाज्यू, सल्लाहकार श्री ऋषि नेपालीज्यू, कानुन सल्लाहकार श्री एकनारायण शर्माज्यू, समाजसेवी टेकबहादुर थापाज्यू, गुणशेखर शर्माज्यू, यसै संस्थाका पूर्व अध्यक्ष त्रय श्री बालकृष्ण सुवेलज्यू, ध्रुवराज शर्माज्यू र उपस्थित ज्येष्ठ नागरिक। अब आश्रमको क्रमलाई मैले फेरि अगाडि जोड्दैछु र भर्खरै हाम्रो पूर्व माननीय मन्त्री श्री विजय सुवेलज्यू आउनुभएको छ। विशिष्ट अतिथिका गर्नलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी कालिका नगरपालिकाका प्रमुख श्री विनोद रेग्मीज्यू भर्खरै हामीले पाएका छौँ, उहाँलाई विशिष्ट अतिथिको आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। त्यसलाई अध्ययन गरेर दोस्रो सत्रमा त्यसलाई आफ्ना कुराहरू के भइदिएका राखेर त्यसलाई पारित गर्ने काम हुनेछ। र कार्यक्रमलाई म अगाडि बढाउँदैछु। कार्यक्रमलाई शान्त, सभ्य र भव्य रूपमा मञ्चसम्म सञ्चालन गर्नको लागि, सम्पन्न गर्नको लागि यहाँको साथ र सहयोग भइरहेको कुरामा विश्वास हुँदै कार्यक्रम अगाडि बढाउन चाहन्छु। अब यसपछि यो संस्थाको वस्तुहरूको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नको लागि संस्थाका कोषाध्यक्ष श्री विष्णु प्रसाद रेग्मीज्यूलाई अगाडि आमन्त्रण गर्दछु। 80-81 र 81-4-1 देखि 81-2-3 सम्मको 81-12-3 सम्मको प्रतिवेदन पेश गर्न अनुमति चाहन्छु। संस्थाको 5औं वार्षिक साधारण सभाका आदरणीय सभापति तथा एवं अध्यक्ष केदारनाथ सिन्हाज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिहरू, मञ्चमा आसीन अतिथिगण, संस्थाका सल्लाहकारज्यूहरू, संस्थाका उपाध्यक्षज्यू, कार्य समितिका पदाधिकारीज्यू, सदस्यहरू, पूर्व कार्य समितिका पदाधिकारीज्यू एवं सदस्यज्यूहरू, आजीवन सदस्यज्यूहरू, आमन्त्रित पत्रकार बन्धुहरू एवं उपस्थित महानुभावहरू, संस्थाको कोषाध्यक्षबाट 9 वर्ष 2082 को हार्दिक मङ्गलमय शुभकामना न्यानो अभिवादन प्रकट गर्न चाहन्छु। ढिलै भए पनि नमस्कार। अध्यक्ष महोदय, यस उपस्थिति सम्पूर्ण मान्यजन, संस्थाको वित्तीय गतिविधिको बारेमा सचिवज्यूबाट प्रस्तुत हुने प्रतिवेदनमा अवगत हुने नै छ, भइरहेको छ। म कोषाध्यक्षबाट संस्थाको आर्थिक प्रतिवेदन मात्र प्रस्तुत गर्न अनुमति चाहन्छु। जब म आर्थिक वर्ष 80-81 र 81 साल साउन 1 देखि 21 साल चैत्र 3 गतेसम्मको आर्थिक विवरण पेश गर्न सभा समक्ष अनुमति चाहन्छु। आर्थिक वर्ष 80-81 को 65,766, सञ्चारमा 9,650, शिला स्तम्भ निर्माणमा 1,08,295, राष्ट्रिय नारी दिवसमा 54,960, घर बाल कर तिर्दा 20,580, प्राण प्रतिष्ठामा 3,60,725, स्तम्भ लेखनमा पेशकी स्वरूप 50,000। अब यस अवधिको बचत नगद यो खर्च गर्ने क्रममा ढिकीको पैसामा 65,218 र ब्याङ्क मौदा
25,33,434 पैसा छ। कुल रकम 75,35,52,957 पैसा यहाँ लेखिएको छ। यसको लागि यहाँ मैले बोलेका कुराहरू त्यहाँ किताबमा लेखिएका छन्। त्यसमा हजुरहरूलाई कतै केही शङ्का लाग्दा सोध्नुहुन्छ, मैले त्यस उत्तर दिन म यहाँ तत्पर अगाडि छु। र यदि त्यसमा केही सोध्नु छैन भनेदेखि यसको लागि अनुमोदन गरिदिन ताली बजाएर अनुरोध गर्न चाहन्छु। हस्, नमस्कार। संस्थाका कोषाध्यक्ष विश्वप्रसाद रेग्मीज्यू उहाँले वर्षभरिको आर्थिक प्रगति प्रस्तुत गर्नुभयो। अब यसपछि हामी कार्यक्रम अगाडि बढाउँदैछौँ। सम्मान कार्यक्रमतर्फ हामी जाँदैछौँ र ज्येष्ठ नागरिक सङ्घ भरतपुर नगरपालिका 11 निवासी पद्मराज सुवेदी जो पूर्व उपाध्यक्ष हुनुहुन्छ ज्येष्ठ नागरिक सङ्घको, उहाँलाई सम्मान गर्ने कार्यक्रम छ। सम्मान पत्र र दोस्रो उडाएर सम्मान गरिदिनको लागि प्रमुख अतिथि आजको प्रमुख अतिथि भरतपुर महानगरपालिकाको प्रमुख रेउ दाजुलाई अनुरोध गर्दछु र टीका र फुल लिएर सम्मान गरिदिनको लागि संस्थाका अतिथिलाई हार्दिक अनुरोध गर्दछु। पद्मराज सुवेदीज्यू पूर्व उपाध्यक्ष ज्येष्ठ नागरिक सङ्घ भरतपुर नगरपालिका 11 लाई अगाडि आइदिनको लागि हार्दिक अनुरोध। भरतपुर 11 चितवन ज्येष्ठ नागरिक सङ्घ चितवन 2073-72 उपाध्यक्ष पदमा रही यस संस्थाको उपनयनमा रघुनाथ शर्मा पूर्व सचिव भरतपुर महानगरपालिका 10 आउँदै हुन्छ। समय हामी 11 बजे 11:30 बजे सुरु गरेर 1 बजे सक्ने हाम्रो कार्यक्रम छ। समयलाई मध्यनजर गरेर आफ्नो शुभकामना मन्तव्य अत्यन्त सटीक छोटो रूपमा शुभकामना दिनको लागि यहाँसँग हार्दिक अनुरोध गर्छु। शुभकामना दिने व्यक्तिहरूले 3 मिनटमा आफ्नो शुभकामना मन्तव्य राख्नुको लागि पनि पुनः हार्दिक अनुरोध गर्छु। र आफ्नो कार्य व्यस्तता हुँदाहुँदै पनि यहाँ आएर शुभकामना दिनको लागि तयार आउँदै हुन्छ। हाम्रो भरतपुर महानगरपालिका वार्ड नम्बर 10 का युवा नेता वडाध्यक्ष श्री परमेश्वर खाँडलाई आफ्नो महत्त्वपूर्ण शुभकामना मन्तव्य राख्नको लागि आमन्त्रण गर्दछु। अध्यक्ष केदार तिमल सिन्हाज्यू, हामी बिचमा रहनुभएका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका श्रद्धेय नगर प्रमुख रेणु दाहाज्यू, विशिष्ट अतिथि कालिका नगरपालिकाका आदरणीय मेयर साहब एवं मञ्चमा रहनुभएका पूर्व मन्त्रीज्यू एवं सामाजिक हाम्रा सबैका अभिभावकहरू र अग्रज व्यक्तित्वहरू र हलभित्र रहनुभएका सम्पूर्ण बुवा आमा दाजुभाइ दिदीबहिनीहरू सबैलाई म नमन गर्न चाहन्छु। साँच्चै नै ज्येष्ठ नागरिक भन्ना छन् हाम्रो समाजभित्र रहनुभएका सम्पूर्ण आमा बुवा जो एउटा राज्यले तोकेको उमेर समूह पार गर्नुभएको बाबाआमाको समूह, यो समूहभित्र पनि समाजलाई परिवर्तन गर्नुपर्छ र सामाजिक दायित्व जिम्मेवारी आफूले पुरा गर्नुपर्छ भन्ने सोच भएका सम्पूर्ण बुवा एवं आमा साथसाथै दिदीहरू मैले निरन्तर रूपमा हेरिरहेको छु। हामी 10 नम्बर वडा कार्यालय ज्येष्ठ प्रतिनिधिहरू पनि छौँ। हामीले मलाई लाग्छ अहिलेसम्म पनि हामी तपाईँहरूकै काठकोल्टमै रहिरहेको कुरा तपाईँहरूसँग म अवगत गराउन चाहन्छु र साथसाथै मेरो आज एउटा आफ्नो शुभकामना मन्तव्य यहीँ टुङ्गाउँछु। हस्त जय ज्येष्ठ नागरिक। जसले ज्येष्ठ नागरिक सङ्घलाई विशेष ध्यान दिनुभएको पनि छ, उहाँप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। अब त्यसपछि शुभकामना मन्तव्य दिनको लागि सम्पूर्ण आजीवन सचिवको प्रतिनिधित्व गर्दै श्री शिवराज गिरिज्यूलाई अगाडि बढाउँछु। सम्बोधन नगरिकन बढीमा 3 मिनटमा आफ्नो मन्तव्य शुभकामना दिन अनुरोध गर्दछु। म यो विषयको
पूर्वानुमान थिएन, तयारी पनि कुनै त्यस्तो पनि गरेको छैन। यस कार्यक्रमको सुरुवातमै जुन औपचारिक रूपमा आसन ग्रहण गरियो र प्रत्येक व्यक्ति व्यक्तित्व सङ्घ संस्था र सबै व्यक्तित्वलाई समेट्ने गरी जुन हामीले यस संस्थाबाट आसन ग्रहण गरियो र स्वागत मन्तव्यमा पनि सबैलाई समेट्ने प्रयत्न गरियो। उहाँहरू सबैलाई म सम्झँदै र आजको यस कार्यक्रमका सभासदज्यूहरू र ती सभासदज्यूहरूको सभाध्यक्ष गर्नुहुने सभाका सभाध्यक्षज्यू केदार तिमलसेनाज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू लगायत हामी सबैलाई जय ज्येष्ठ नागरिकको अभिवादन। मानिसको जन्म सम्मानको कार्यक्रमलाई मैले जोड्न गएको छु। श्री बाबुराम रेग्मीज्यू, उहाँलाई अगाडि आइदिनुको हार्दिक अनुरोध गर्छु। श्री बाबुराम रेग्मीज्यू अगाडि पढिसकिएको छ, भरतपुर सत्र हराइया तब समाजलाई फेरि मैले अनुरोधका सभाध्यक्षज्यू, प्रमुख अतिथि, यस भरतपुर महानगरपालिकाका मेयर सम्मानित व्यक्तित्व रेणुदाहालज्यू, विशिष्ट अतिथिज्यूहरू लगायत मञ्चमा आसीन हुनुभएका सम्पूर्ण सम्मानित व्यक्तित्वज्यूहरू र उपस्थित हुनुभएका सम्पूर्ण ज्येष्ठ नागरिकज्यूहरू, आज यस कार्यक्रममा दुई शब्द बोली अवसर दिनुभएकोमा आफूलाई गौरव ठानेको छु र हामी यहाँ पूर्ववर्ती साथीहरूले पनि बताइसक्नुभयो, हामीले ज्येष्ठ नागरिक रहँदाखेरि हामीले विगतमा गरेका भोगेका कुराहरू सम्झिँदै आउँदाखेरिमा अहिले हामी यो अवस्थामा आइपुगेका छौँ र हामीलाई यति बेला जे भए पनि राष्ट्रले सम्बोधन गरेको अवस्था छ र बात गर्न समय हामीले पछि उठाउनेछौँ, क्षमा माग्छु त्यसको लागि। अब यसपछि हाम्रो छिमेकी जिल्ला गोर्खाका ज्येष्ठ नागरिक सङ्घका अध्यक्ष श्री मोहनलाल श्रेष्ठजीलाई छोटो सौगात दिनको लागि हार्दिक आमन्त्रण गर्दछु। आदरणीय ज्येष्ठ नागरिक चितवन जिल्लाका अध्यक्ष केदार तिमलसेनाज्यू, त्यसै गरेर आजका प्रमुख अतिथि रेणुदाहाल नगर प्रमुख, मैले भन्नुपर्दाखेरिमा छोरी म गोर्खाको नाताले उहाँको बुवा गोर्खाबाट जितार पठाएको उसो मौदा, त्यसले छोरीले भरतपुर नगरपालिकाका मेयर हुनुभएको नाताले मैले यसरी सम्बोधन गरेँ। त्यसै गरेर पूर्व माननीय मन्त्रीज्यू, साथै हाम्रो ज्येष्ठ नागरिक महासङ्घ केन्द्रबाट पाल्नुभएका महासङ्घका उपाध्यक्ष शारदा चन्द्रज्यू, त्यसै गरेर पूर्व सिडिओ ज्येष्ठ नागरिक महासङ्घका सदस्य हुनुहुन्छ सूर्यप्रसाद श्रेष्ठज्यू, साथै ज्येष्ठ नागरिक महासङ्घमा आबद्ध ज्येष्ठ नागरिक सङ्घका सदस्य डाक्टर प्रोफेसर प्रेम शर्माज्यू, कालिका नगरपालिकाका माफ गर्नु होला तलमाथि भएकोमा मेयर साहब, देशमा आमन्त्रित मित्रहरू सम्पूर्ण मैले क्षमा माग्छु कि मित्र अध्यक्षजीसँग केही समय थोरै छ, तर पनि मैले अलिकति समय लिन खोजेँ र हाम्रो हो ज्ञान प्रभुजी कसरी गरनी हो ज्ञान प्रभुजी छैन मलाई ज्ञान हे प्रभुजी छैन मलाई ज्ञान कसरी गरनी हो ज्ञान प्रभुजी
कसरी गरी हो ज्ञान प्रभुले छैन मलाई ज्ञान अनि ते चोरा पाएर प्राणी तै पनि गर्छन् अभिमान अनि ते चोरा पाएर प्राणी तै पनि गर्छन् अभिमान प्रभुजी छैन मलाई ज्ञान कसरी कालिका नगरपालिकाका प्रमुख श्री विनोद रेग्मीको विशेष कामले जानुपर्ने भएको हुनाले समय अगाडि माग्नुभयो। उहाँलाई शुभकामना मन्तव्य राख्नको लागि उहाँमा आमन्त्रण गर्दछु। मैत्री परिवार भन्ने नाराका साथ 5औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनमा अध्यक्षता गर्नुहुने यसै चितवन जिल्ला ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष आदरणीय दाजु केदारनाथ तिमल सिन्हाज्यू, यसै गरी यो गरिमामय कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएका यसै भरतपुर महानगरपालिकाका नगर प्रमुख आदरणीय व्यक्तित्व रेणु दाहालज्यू, यसै गरी पूर्व मन्त्री ज्येष्ठ नागरिक मञ्च चितवनका सल्लाहकार आदरणीय व्यक्तित्व विजय सुवेदीज्यू लगायत आयोजकबाट आमन्त्रण गरिएर मञ्चमा आसन ग्रहण गर्नुहुने सम्पूर्ण अतिथिज्यूहरू, ज्येष्ठ नागरिक मञ्च चितवनका सम्पूर्ण पदाधिकारीज्यूहरू, सल्लाहकारज्यूहरू र आज यो गरिमामय कार्यक्रममा यो कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल पार्नको लागि उपस्थित हुनुभएका सबै ज्येष्ठ नागरिक व्यक्तित्वहरूमा म कालिका नगरपालिका नगर प्रमुखको तर्फबाट म यहाँलाई हार्दिक नमस्कार अभिवादन व्यक्त गर्न चाहन्छु। वास्तवमा हामी विभिन्न कार्यक्रमहरूमा जाने गर्छौँ। कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीज्यू, अब यसपछि छोटो शुभकामना मन्तव्य राखिदिनको लागि स्थायी सङ्घ चितवनका सल्लाहकार सदस्य श्री केशव प्रसाद रेग्मीज्यूलाई आमन्त्रण गर्दछु। सम्पूर्ण अतिथिज्यूहरू, यहाँ उपस्थित आदरणीय आजीवन सदस्य लगायत सम्पूर्ण व्यक्तित्वहरूमा हार्दिक नमस्कार अभिवादन। यो महत्त्वपूर्ण कार्यक्रममा पहिलो कुरा त जुन उपस्थिति जुन ढङ्गले यहाँ बस्नु भएको छ, अघि खचाखच त्यो अब आत्तिनी बेला पनि भइसकेको छ। म यहाँ धेरै लामो कुरा गर्न चाहन्छु। यो कार्यक्रमको पूर्ण सफलताको कुरा गर्दछु। नाम ज्येष्ठ नागरिक सङ्घ, तर साँच्चीकै काम र क्रियाकलापहरू हेर्ने हो भनेदेखि उत्साहजनक यो 40 वर्ष पनि नकटेको युवाले जस्तै चाहिने कामहरू चाहिँ भइराखेको देखेको छु, मैले अनुभूति गरेको छु। अहिलेको नेतृत्व वर्तमान जुन अहिले यो साधारण सभा यो अधिवेशनसम्म आयोजना गरेर आउनुहुने नेतृत्व यो टिम छ, यो टिम लोभलाग्दो छ। यो टिम यस कारण पनि लोभलाग्दो छ कि यसले गरेका कामहरू हेर्दाखेरि यो कुनै ज्येष्ठ नागरिक वयो वृद्धहरूले गरेको जस्तो छैन। उत्साह त्यस्तो छ र साँच्चीकै भन्यो भने नेतृत्व अहिलेको अध्यक्षले चाहिँ यो पार्टिसिपेटरी एप्रोच चाहिँ असाध्यै जान्नु भएको छ मान्छेहरूलाई। अब यसपछि शुभकामना मन्तव्य राखिदिनको लागि राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका केन्द्रीय सदस्य पूर्व प्रशासक श्री सूर्यप्रसाद श्रेष्ठज्यूलाई आमन्त्रण गर्दछु। 5औं वार्षिक साधारण सभा चितवन जिल्ला ज्येष्ठ नागरिक सङ्घ नभनेर ज्येष्ठ नागरिक सङ्घ चितवन भन्नुपर्ने हामीलाई बाध्यता छ, वैधानिक बाध्यता छ। त्यो बाध्यता बनाउँछौँ। ज्येष्ठ नागरिक सङ्घ चितवनका वर्तमान अध्यक्षज्यू, यस सभाका सभा अध्यक्ष समेत र प्रमुख आतिथ्य ग्रहण गरिरहनुभएका भरतपुर महानगरपालिकाका मेयर साहब प्रमुखज्यू, विशिष्ट अतिथिहरू, अन्य प्रमुख माननीयज्यूहरू, पूर्व मन्त्रीज्यूहरू, मेयर साहबहरू,
हाम्रो महासङ्घका केन्द्रीय उपाध्यक्ष लगायत टिम सबैभन्दा बढी धैर्य धारण गरेर बस्नुहुने अग्रज बुवामा दाजुभाइ भनौँ कि के भनौँ होइन त्यस्ता केटीहरू यो ज्येष्ठ नागरिक कुरा गर्दाखेरिमा समस्या के छ भने युवाहरू यहाँ हुँदैनन् कि यहाँ युवाहरू छैन हाम्रो अहिले मेरो सापक देखाएको युवा नत्र युवा नहुने युवालाई पनि हामीले समेट्न सकेनौँ भने त्यस टाइममा एक्लै जान सक्दैन है त्यो चाहिँ विचार गर्नुपर्ने पहिलो अवस्था र चितवनको ज्येष्ठ नागरिक सङ्घ नेपालकै सन्दर्भमा भन्दा अत्यन्तै एउटा उदाहरणीय काम भएको छ उहाँहरू सम्बन्ध बाटोमा पऱ्यो होला त्यो पनि बस्न मिल्ने र चाहिँ नि पूर्वतिर जाँदा पनि ज्येष्ठ नागरिक साथीहरू हामी आउँदैछौँ भन्न पाइने पश्चिमतिर जान भन्न पाइने र अहिले अन्धवै प्रमुख अतिथि भरतपुर महानगरपालिकाका आदरणीय प्रमुख रेणु दाहालज्यू सबै आमन्त्रित अतिथिज्यूहरू सम्पूर्ण बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरू आज हाम्रो वास्ता भन्यो भने यो हाम्रो ज्येष्ठ नागरिक सङ्घ चितवन केदार तिमिल सिन्हाजीले नेतृत्व गर्नुभएको छ उहाँ आफू जति सक्रियतापूर्वक उहाँले यो सङ्घलाई आज यस रूपमा उहाँको टिमले यहाँसम्म ल्याइपुर्याएको छ त्यसकारण उहाँलाई म हार्दिक धन्यवाद हार्दिक आभार व्यक्त गर्न चाहन्छु सङ्गठन हुनु त ज्येष्ठ नागरिक सङ्घ जो केदार तिमिल सिन्हाजीले नेतृत्व गरेको जस्तो यस्तो सङ्घ हरेक कुराहरूमा उहाँ क्रियाशील हुनुहुन्छ म पनि काठमाडौँमा थिएँ आज बिहान 4 बजे उहाँले जतिखेर पनि फोन गरिराख्नुहुन्छ 4 बजे उठेर अनि त्यसपछि बाटो भर्खरै हामी त विकास निर्माणको क्रममा छौँ आउन पनि धेरै गाह्रो छ काठमाडौँबाट ज्येष्ठ नागरिक सभा बनाउनु पर्यो अब अहिले बजेट आउँदैछ ज्येष्ठ 15 गते असार 1 गते र त्यसपछि असार 10 गते असार 10 गते पालिकाहरूको बजेट आउनुभन्दा पहिला पालिकाहरूको हाम्रो ज्येष्ठ नागरिक सभा हुनु पर्यो ज्येष्ठ नागरिक सभाबाट पारित गर्नु पर्यो बजेट कस्तो के गर्ने हो कि कस्तो ज्येष्ठ नागरिकको हक हित र अधिकारको लागि सम्मानजनक रूपमा रहनका लागि के चिजहरूको आवश्यकता छ ज्येष्ठ नागरिक सभाबाट पारित गर्नु पर्यो विकास निर्माणदेखि लिएर त्यो पालिकालाई कस्तो बनाउने सपना यहाँले देख्नु भएको छ हो त्यो कुराहरूको सुझाव पनि पालिकाहरूमा दिनु पर्यो त्यसपछि 10 गते निर्णय हुन्छ त्यसपछि त्यसै अनुसार यो अगाडि बढ्छ अर्को कुरा मलाई ज्येष्ठ नागरिक जति हुनुहुन्छ उहाँहरूले आफ्नो जीवनमा धेरै ठुलो अनुभव दिनुभएको छ त्यो अनुभव अब आउने ज्येष्ठ नागरिक सङ्घ चितवन र पालिकाहरूले उहाँहरूले जीवनमा प्राप्त गरेका अनुभवहरू सङ्ग्रह गर्ने हुनु पर्यो किताब लेख्ने बेलामा कनी कुथ्री लेखेर छाप्ने होइन किताब लेख्ने बेलामा हाम्रा सबैको अनुभवहरू त्यहाँ भएको किताब हाम्रो चाहिँ छापिनु पर्दछ आउनु पर्दछ पछिल्लो पुस्तालाई त्यो ज्ञानहरू हामीले हस्तान्तरण गर्नुपर्दछ अब कस्तो राज्य बनाउने हामीले ठुल्ठुलो कुन बाहिरको देशको कुरा गर्छौँ हामी बाहिरको देशको कुरा गर्ने होइन हाम्रै देशको कुरा गर्नुपर्दछ हाम्रै देशका नेताहरूको कुरा गर्नुपर्छ महात्माहरूको कुरा गर्नुपर्दछ 8 जना विमला र ममिता नानीहरू हार्दिक सहित चुली बंतिया पानी भर
लाग्दछ मलाई रमाइलो मेरै पाखापट्टि। बस्नुको लागि हार्दिक अनुरोध गर्दछु। अब यसपछि आजको विशिष्ट अतिथि राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका केन्द्रीय उपाध्यक्ष 50 प्रभावशाली महिलाहरूमा पर्न सफल हुनुभएको हाम्रो अभिभावक राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ पास भइरहेको यस पवित्र भूमि समन्वय समितिको हलमा आज जिल्ला ज्येष्ठ नागरिक सङ्घको 5औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन कार्यक्रमका आदरणीय सभा अध्यक्षज्यू, त्यस्तै गरेर आदरणीय प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिको डेस्कमा विशिष्ट अतिथिको आसन ग्रहण गर्नुभएका सम्पूर्ण विशिष्ट अतिथिगणज्यूहरू, यो हलमा पाल्नुभएका यो देशका जिउँदा इतिहास अनुभवीका खानी, यो देशका गहना आदरणीय पूजनीय ज्येष्ठ नागरिक जीवहरू, केन्द्रदेखि राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घदेखि पाल्नुभएका आदरणीय मित्रजीवहरू, राज्यको चौथो अङ्ग पत्रकार मित्रजीवहरू, सम्पूर्णलाई राष्ट्रिय ज्येष्ठ महासङ्घको तर्फबाट र व्यक्ति तर्फबाट नमन गर्न चाहन्छु, शुभकामना दिन चाहन्छु। स्वीकार्नुहोस् नमन, शुभकामना। सर्वप्रथम त ढिलै भए पनि नयाँ साल 2082 को सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। जिल्ला ज्येष्ठ नागरिक सङ्घ चितवन महासङ्घलाई पनि यहाँ निम्तोदी 2 शब्द राख्ने यो मेसो छुट्याइदिनु भएकोमा सङ्घलाई धन्यवाद दिन चाहे र यस तेस्रो अधिवेशन सफलताको शुभकामना दिँदै साथै आज निर्वाचित हुने सिङ्गो ज्येष्ठ नागरिक सङ्घ चितवन जिल्लाका टिमलाई अग्रिम बधाई र अग्रिम शुभकामना पनि दिन चाहे। वास्तवमा पूर्व आदरणीय वक्ताजीहरूले धेरै कुराहरू यहाँ बसिसक्नु भएको छ, त्यसलाई रिपिट नगरिकि म आफूलाई ज्येष्ठ नागरिक भन्न रुचाउँछु। किन? जब म 26 वर्षको थिएँ, म ज्येष्ठ नागरिक इस्युमा मैले काम गर्दा कसैले पागलले भन्थे र अहिले काम गर्दा गर्दै झन्डै 26 म बिदा हुन्छु। जय ज्येष्ठ नागरिक, जय ज्येष्ठ नागरिक। धन्यवाद। राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका केन्द्रीय उपाध्यक्ष 50 प्रभावशाली महिलाहरूमा पर्न सफल भएको आजको विशिष्ट अतिथि श्री राधा चन्दज्यूले आफ्नो सार्वजनिक मन्तव्य राखेर जानुभयो र धेरै कुराहरूलाई ज्ञान पनि प्राप्त भयो। अब यसपछि बुहारीहरू सबै ढुक्क हुने हाम्रो संस्कार छ। त्यस्तै आज हामी सबैको अभिभावक हामी सबैको अभिभावक 50 प्रभावशाली महिलाहरूमा पर्न ठानिन सफल हुनुभएका प्रभावशाली महिला, साथै हालसालै हाम्रो भगवान रेणु दाहालज्यू, भगवान कोइलाज्यू, कुलमान घिसिङज्यू, नेत्र विक्रम चन्दज्यू र खड्का मलाई नाम आएन। ज्येष्ठ नागरिक सङ्घ चितवनको यो 5औं वार्षिक साधारण सभा र तेस्रो अधिवेशन यो भव्य नेतृत्व र कार्यकारी समिति चयन गर्दै हुनुहुन्छ। त्यसका लागि पनि अघि पनि आइसक्यो, पूर्ववर्ती साथीहरूले पनि भन्नुभयो, केदारनाथ तिमेजनाज्यू ज्येष्ठ नागरिक सङ्घ चितवनका अध्यक्षज्यू
जो उमेरमा ज्येष्ठ नागरिक भए तापनि उहाँ एउटा युवामा भन्दा कम छैन। उहाँको जोस जाँगर, उहाँको सक्रियता एकदमै भर्खरको 35-40 वर्षको युवामा जस्तो जोस जाँगर उहाँमा छ। त्यसले गर्दाखेरि यही खालको एउटा निरन्तरता आगामी नेतृत्वको रूपमा पनि यो अधिवेशनले एकदमै सक्षम र ज्येष्ठ नागरिकको हक हितका लागि अब विभिन्न अब ठाउँहरूमा र सरकारहरूलाई पनि घचघचाउन सक्ने, खबरदारी गर्न सक्ने, आफ्ना ज्येष्ठ नागरिकका हक अधिकारलाई स्थापित गर्न सक्ने नेतृत्वको टिम र कार्य समिति चयन गर्न यहाँहरूलाई सफलता मिलोस् भन्ने पनि यो तेस्रो वार्षिक साधारण सभाको म शुभकामना पनि व्यक्त गर्न चाहन्छु। पाँचौँ वार्षिक साधारण सभा र तेस्रो अधिवेशनको सफलताको पनि शुभकामना व्यक्त गर्न चाहन्छु। र आदरणीय उपस्थित महानुभावहरू, म धेरै समय लिँदिनँ किनकि यहाँ धेरै विषय मभन्दा पूर्वका साथीहरूले पनि राखिसक्नु भएको छ। आखिर विषय तिनै हुन्, त्यहाँ कुरा गर्ने भन्दा पनि कामले हामीले हाम्रा उठाएका विषयवस्तुहरूलाई हामीले व्यवहारमा त्यसलाई कार्यान्वयन गर्न सक्छौँ कि सक्दैनौँ, त्यसलाई कार्यान्वयनमा लैजान सक्छौँ कि सक्दैनौँ भन्ने कुरा महत्त्वपूर्ण विषय हो भन्ने लाग्छ। यसर्थ यहाँ धेरै बोल्ने भन्दा पनि कामले यहाँका मुद्दाहरू, यहाँका आवश्यकताहरू, यहाँका मागलाई हामीले स्थानीय सरकारको तर्फबाट पनि सक्दो पुरा गर्नुपर्छ भन्ने कुराको प्रतिबद्धता आजको यो अधिवेशनका क्रममा म व्यक्त गर्न चाहन्छु। र आज नेपाल सरकारले वृद्ध भत्ता भनेर अहिले 4000 ज्येष्ठ नागरिक आदरणीय बुवाआमालाई 4000 उहाँलाई सम्मान स्वरूप वृद्ध भत्ता भनेर दिइराखेको छ। स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ र अब योभन्दा धेरै गर्नुपर्ने धेरै छ। यहाँको चाहिँ जीवन ज्येष्ठ नागरिक यहाँ त त्यति धेरै त्यस्तो खालको त यहाँ उपस्थित हुनुहुन्न, तर पनि ज्येष्ठ नागरिक भन्ने बित्तिकै 100 वर्ष होइन, 90 वर्ष, 80, 85 वर्ष, 100 वर्ष पार गरेका एकदमै अब सबै हिसाबले पनि उनीहरूले पनि एकदम अब नेटो काटिसक्नुभएका त्यस्ता खालका अग्रज व्यक्तित्वहरू, आमा बुवाहरूको संरक्षण गर्ने, उहाँहरूको जीवनयापन सहज गराउने एउटा दायित्व जिम्मेवारी सरकारको हो, राज्यले गर्नुपर्छ। त्यो मानेमा जति गर्नुपर्ने हो त्यति भएको छैन, यो कुरामा दुई मत छैन। म पनि स्थानीय सरकारको प्रमुख हुनुको नाताले हामी भरतपुर महानगरपालिकाबाट जति गर्नुपर्ने त्यति गरिएको छैन। र पनि म एकदमै दावाका साथ भन्छु, यहाँ ज्येष्ठ नागरिक सङ्घका चितवनका अध्यक्षज्यू पनि हुनुहुन्छ, यहाँहरूले भन्नुभएका विषयवस्तुहरूलाई हामी अरू आम सबैको विषयहरू अरू सबैका मागहरू अपेक्षाहरूलाई त सकेसम्म पुरा गर्न कोसिस गर्छौँ भने बाआमाको मागहरू पुरा गर्न सकिने कुराहरूलाई हामीले तत्काल समाधान गर्ने कुरामा कहिले पनि पञ्चुसाइ गरेका छैनौँ भन्ने म यहाँलाई विश्वास व्यक्त गर्न चाहन्छु। यो बिचमा महानगरपालिकाले खास गरेर ज्येष्ठ नागरिक भवन, यो ज्येष्ठ नागरिक जिल्ला सङ्घको भवन निर्माण गर्नका लागि, त्यसमा तला थप गर्नका लागि अरू थुप्रै सन्दर्भमा महानगरपालिकाले बजेट दिन जानु यहाँले माग गरे अनुरूप गर्ने कुरामा पनि हामीले सकेसम्म समाधान गरिएको छ। यो बाहेक पनि हामीले एक ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र भनेर महानगरपालिकाको नीति छ, त्यसलाई पनि सकेसम्म हामीले समाधान गर्ने कोसिस गरेका छौँ। महानगरपालिकाको तर्फबाट विभिन्न ठाउँमा दिवा सेवा केन्द्रहरू बनिराखेका छन्। महानगरपालिकाका विभिन्न वडाहरूमा र विभिन्न ठाउँमा विश्राम स्थलहरू बनाउने महानगरको नीति छ। जग्गा पनि हुनु पर्यो, पाइप पर्ने ठाउँ पनि हुनु पर्यो, जङ्गल हुने ठाउँ पनि हुनु पर्यो। त्यस्तो ठाउँहरू भएको सन्दर्भमा एकदम वातावरण मैत्री खालका विश्राम स्थलहरू विभिन्न चोकचोकहरूमा यदि जग्गा उपलब्ध भयो भने त्यस्ता खालका विश्राम स्थलहरू बनाउने, दिवा सेवा केन्द्रहरू बनाउने योजना महानगरपालिकाको छ। त्यसलाई कार्यान्वयन गरिसकेका छौँ। आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने पनि म यहाँलाई प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। आदरणीय बुवाआमाहरू, हामी भरतपुर महानगरपालिकाले सकेसम्म भरतपुर एउटा मेडिकल सिटी हो। भरतपुर एउटा मेडिकल सिटी हुँदै गर्दाखेरि स्वास्थ्य उपचारको लागि हामीले हत्तपत्त काठमाडौँ गइहाल्नुपर्ने अवस्था छैन। अन्तिम अवस्था भयो भने अब राजधानी, देशको राजधानी हुनुको नाताले अझ राम्रो एउटा चाहिँ स्वास्थ्य उपचार होला भन्ने आशा र विश्वासले हामी राजधानी जाने त होला, तर पनि राजधानीमा पाउने सबै स्वास्थ्य अतिथिहरू, अभिवादीहरू, सम्पूर्ण आजीवन सदस्यहरू, महानुभावलाई स्वागत, धन्यवाद। फेरि पनि नमस्कार। यहाँ जिल्लादेखिको केन्द्रसम्म हाम्रा मेयर साहब पनि यहाँ हुनुहुन्छ, राजनीति पार्टीका दलका साथीहरू पनि यहाँ हुनुहुन्छ। त्यस कारणले मैले सानो टुक्रोमा, मैले त आधा मिनट भनेको थिएँ, उहाँले 1 मिनट समय दिनुभएको छ। 1 मिनटसम्म म भ्याउने र यथोचित सम्बोधन एकैचोटि एक पृष्ठमा सम्बोधन गर्दै श्वासमा जगाउँ देशभक्ति भावना, शब्दमा गरौँ मातृभूमि वन्दना, हृदयमा सबैको गुन्जियोस् यो गुन्जना, देशको माटो होइन हो पवित्र चन्दन, स्वावलम्बी हातमा सृजनाको साँचो छ, सबैसँग बस्न सक्ने चौतारीको खाँचो छ, सबैसँग बस्न सक्ने चौतारीको खाँचो छ, पौरखीको खेतमा शान्ति छर्ने बेला भो, जुरुमुराई उठौँ है नसुतौँ अबेला भो, जुन
माटोमा जन्मियौँ गौरव गरौँ त्यसमा सबैसँग हिँड्न सक्ने बाटो खनौँ त्यसमा चिरा चिरा नपरेको बल्ल हुन्छ एकता चिरा चिरा नपरेको बल्ल हुन्छ एकता राष्ट्र सर्वोपरि मान्ने भाव हो राष्ट्रियता एकताको डोरीमा बाँध्यौँ निरन्तर मित्रताको रङ्गमा छैन कुनै अन्तर मित्रताको रङ्गमा छैन कुनै अन्तर नेपाल जिउँदो रहेको बल्ल बाँच्छ नेपाली नेपाल जिउँदो रहेको बल्ल बाँच्छ नेपाली राष्ट्रियता गुमेको बल्ल हाँस्छ नेपाली। मैले यो हातमा कार्ड आएको कार्ड पढेर यहाँलाई सुनाउन अनुमति चाहन्छु। मेयरज्यू मेरो हातमा आएको कार्ड है। मेयरज्यू मुख्यमन्त्री विजय सुवेदीज्यू यहाँ दुईटा मेयर साहबलाई र मन्त्रीज्यूलाई एउटा चाहिँ लिखित आयो सुनिदिनु हुन सबैलाई पहिला अनुरोध गर्छु। सरकारी अस्पतालमा ज्येष्ठ नागरिकहरूलाई ओपिडी टिकट निःशुल्क भएकोमा त्यहाँ राम्रो व्यवहार गर्दैनन् कर्मचारीहरूले भिडभाड बढी हुँदा ज्येष्ठ नागरिकलाई उपचार गर्न जान समस्या छ ज्येष्ठ नागरिकहरूको सेवा सुविधा कुनै पनि ठाउँमा पाउन सक्दैन। दिल्ली राम खडेल बर्दुर 8 SS लोक कल्याण बोर्ड यो बारेमा म पनि यहाँ जानकारी गराउँछु। मैले धन्यवाद कार्यक्रम सञ्चालकज्यू। यस गरिमामय साधारण सभाका प्रभावशाली वर्ष व्यक्ति प्रभावशाली महिला भरतपुर महानगरपालिकाकी मेयर हामी सबै भरतपुर महानगरपालिकाको अभिभावक रेणुदाज्यू विशिष्ट अतिथिज्यूहरू मञ्चासीन अतिथिज्यूहरू सञ्चालक समितिमा रहनुभएका मेरा सहकर्मी मित्रहरू हामीलाई मार्गदर्शन निर्देश गर्नुहुने सल्लाहकारज्यूहरू पूर्व अध्यक्षज्यूहरू ज्येष्ठ नागरिक स्मारिका 2082 निकाल्न सफल हुने प्रधान सम्पादकज्यू केदारनाथ आदरणीय गुरु केदारनाथ खनालज्यू त्यस्तै अर्का शिक्षाविद रमाकान्त सापकोटाज्यू र सञ्जीव पौडेलज्यू लगायत विभिन्न उपशाखाहरूबाट उपस्थित हुनुभएका उपशाखाका प्रतिनिधि एवं अध्यक्षज्यूहरू महासङ्घबाट उपस्थित हुनुभएका महासङ्घ परिवारज्यूहरू र आफ्नो अमूल्य समय हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आफ्नो अमूल्य समय व्यवस्थापन हामीलाई दिनुभएर आज उपस्थित भएका सम्पूर्ण उपस्थित ज्येष्ठ नागरिकहरूप्रति सर्वप्रथम हार्दिक नमन गर्न चाहन्छु। स्वीकार्नुहोस्, राधे राधे भन्दै हार्दिक नमन गर्न चाहन्छु। अब यो बारेमा मैले कहाँबाट सुरु गरौँ र कहाँबाट अन्त्य गरौँ भन्ने बारेमा म आफै अल्प लिएको छु। किनकि म कर्म गर्न विश्वास गर्छु। काम भन्दा कर्म गर्नुपर्छ, फलको आश राख्न हुँदैन भनेर भागवत गीतामा श्री कृष्णले दिएको उपदेश अनुसार म कर्म विश्वास गर्छु। म अरूमा पछि वर फर्केर कहाँ सल्लाहकारहरूलाई म नेतृत्व हुँदै गर्दा र हाम्रो टिमलाई सल्लाहकारले यति सहयोग गर्नुभयो, ती उहाँहरूले गरेको सहयोगलाई त यो बोलीले मात्रै हो, अलिकति भन्ने शब्दले मात्रै हो, मसँग अरू शब्द छैन। फेरि पनि म निवर्तमान हुँदै गर्दा यो 6 वर्षको पिरियडमा जुन सल्लाहकारहरूले जुन भूमिका खेल्नुभयो, यी खेल्नेका मध्येमा मैले बिम्बहादुर श्रेष्ठज्यूलाई एउटा सानो मायाको चिने दिने हामीले निर्णय गरेका छौँ। बिम्बहादुर श्रेष्ठ यहाँ नभए पनि हामीले श्रेष्ठज्यूलाई हाम्रा सल्लाहकारलाई हामीले दिएको माया गर्छौँ। बिम्बहादुर श्रेष्ठ
नकाट्ने, हामीलाई हर क्षेत्रमा सहयोग गर्ने, अत्यन्त सहयोगी भूमिका निभाउने पूर्व सामाजिक विकास मन्त्री, हाम्रा सल्लाहकार, मतलब विकास मन्त्री भन्नु मन लाग्दैन, हाम्रा सल्लाहकार जसले राष्ट्र आक्रमण सक्छन्, यस्ता मूर्धन्य व्यक्तिलाई पनि मैले के को दिन सक्छु र हामीले के को दिन सकिन्छ र फेरि ज्येष्ठ आयोगले एउटा सानो उपहार हामीले दिने कोसिस गरेका छौँ। यो विजय सुवेदी, हाम्रो सल्लाहकार विजय सुवेदीले यो मायाको चिनो ग्रहण गरिदिनमा हार्दिक अनुरोध गर्दछु। हामीलाई चाहे घर बनाउनु होस्, नगरपालिकामा देखि लिएर हिँड्न डुल्नदेखि लिएर पानी ट्याङ्कीको व्यवस्थादेखि लिएर हाम्रो काँधमा काँध मिलाउने र हामीलाई हर क्षेत्रमा हर टाइममा हामीलाई सहयोग गर्ने हाम्रा सल्लाहकार, मेरो व्यक्तिगतमा मेरो कान्छो भाइ, हाम्रो सल्लाहकार भाइ बद्रीलाई पनि आज म निवर्तन हुँदै गर्दा सानो एउटा मायाको चिरो ज्येष्ठ नायक सङ्घ चितवनले प्रदान गर्ने जमत्नु गरेको छ। मैले देखिरहेको छैन, पहिला देखेको थिएँ। यो अहिले चाहिँ यसलाई चाहिँ अहिले चाहिँ आफैले राखेर आफैले लिएर जानु पर्ला जस्तो भइसक्यो। अब यसलाई चाहिँ अहिले यही बन्द गरेँ। यदि कतै फोन गर्दा हाम्रो यो संस्थालाई असाध्यै माया गरेर यो संस्थालाई एक बनाउन एकीकरणका संयोजक मलाई भन्नुहुन्थ्यो, म त 12, 11:30, 12 बजीसम्म जसरी नै आउँछु, म यस्तो त भएर म जान पाइनँ भन्नुहुन्थ्यो। अहिलेसम्म ठुलो मैले बाटो हेरिरहेको छु, देखेको छैन। यस्ता सामाजिक मूर्धन्य व्यक्तित्व ईश्वरी पौडेलजीलाई पनि यो म निवर्तमान हुँदै गर्दा सानो एउटा मायाको जुन उपहार ज्येष्ठ नायक सङ्घ चितवन र मेरो व्यक्तिगत तर्फबाट उहाँलाई विशेष धन्यवाद बधाई दिने। उहाँलाई पनि एउटा सानो मायाको चिरो, सायद अहिले आउनुहुन्छ होला। ईश्वरी प्रसाद पौडेल, अब यसपछि यो मायाकै चिनोको सवालमा अहिले उहाँ हुनुहुन्न। हिजो हामीले ज्येष्ठ नायक सङ्घको पहिलो पाठ निकाल्दाखेरि यस्तै सम्पादक भएर काम गर्नुभएको थियो डाक्टर राजेन्द्र प्रसाद रेग्मीज्यूले। उहाँ हाम्रो सल्लाहकार पनि हुनुहुन्थ्यो। उहाँलाई पनि सम्झिन मायाको चिनो हस्तान्तरण हामीले बनाएका छौँ। यो मायाको चिनो लिदिनु हुन उहाँका दाजु विष्णु रेग्मीज्यूलाई विशेष अनुरोध गर्दछु। विष्णु प्रसाद रेग्मीज्यू, अब यो शब्दमा धेरै खर्च नगरिकन हामीलाई ज्येष्ठ नायक सङ्घको मिटिङमा आफू पनि कार्य समितिको सदस्य जस्तो गरेर दिन रात हामीसँग बिताएर हरेक हाम्रा गतिविधिमा साथ दिने हाम्रा सल्लाहकार के हुनुहुन्छ समाजसेवी केशव प्रसाद रेग्मीज्यूलाई पनि यो मायाको चिनो लिइदिनु हुन अनुरोध भनाइहरू राखी निवर्तमान हुनुभन्दा अगाडि हाम्रा सल्लाहकारहरूलाई पनि हामीले पनि मायाको चिनो दिन पाउँदा म व्यक्तिगत केदारनाथ तिमल सिन्हा र सिङ्गो ज्येष्ठ नायक सङ्घ चितवन पनि हामी हर्षित बनेका छौँ। यसै क्रमबाट अन्तिम एउटा चाहिँ मायाको चिनो बाँकी रहेको छ।
यहाँहरू सबैले हाम्रो हामीले दिएका निमन्त्रणालाई सहर्ष स्वीकार गरेर राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका उपाध्यक्ष प्रभावशाली महिला शारदा चन्दले संलग्न टिमै बोकेर आएको उपलक्ष्यमा ज्येष्ठ नागरिक सङ्घ चितवन अत्यन्तै उत्साहित बनेको छ। त्यो उत्साहित स्वरूप एउटा सानो मायाको चिरो दिन मन लाग्यो। हामीले दिएको सानो मायाको चिरो स्वीकार गरिदिनु हुन हार्दिक अनुरोध गर्दै राष्ट्रिय ज्येष्ठ नागरिक सङ्घकी महासङ्घकी उपाध्यक्ष प्रभावशाली महिला शारदा चन्दलाई पनि अगाडि आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। अब मायाको चिनो हामीले बाँडिसक्यौँ। अब यसपछि हाम्रो दोस्रो सेसन पनि चल्ने भएको हुनाले यहाँहरू धैर्य धारण गरेर उपस्थित हुन अनुरोध गर्दछु र यो समयमा जुन किसिमको धैर्य धारण गरेर हाम्रो अभिभावकहरू यहाँ उपस्थित हुनुभएको छ उहाँलाई विशेष धन्यवाद दिँदै दोस्रो सेसनमा पनि हामी यसरी अब यहाँलाई मैले एउटा अनुरोध गर्न चाहन्छु। अब कार्यकाल समापन गर्नुभन्दा अगाडि कार्यक्रम समापन गर्नुभन्दा अगाडि यहाँहरूसँग साथ अनुरोध गर्न चाहन्छु। अध्यक्षको र सचिवको प्रतिवेदन यहाँहरूले कोषाध्यक्ष र सचिवको प्रतिवेदन यहाँको हातमा पुगेको छ। यदि यो ठिकै छ भन्ने लाग्छ भने ताली बजाएर अनुमोदन गरिदिनु पनि। यसै गरी आज गर्न बसिरहँदा थोरै समय जस्तो लागेको थियो। फेरि समयले घड्क्यो, समय त गइहाल्छ, समयले फर्किँदैन। यसै गरी आज यहाँहरू शान्तपूर्वक बसिदिनु भएकोमा र कार्यक्रमलाई चाहिँ कार्यक्रममा उत्साहित बसिरहनु भयो। यसै गरी बसेर अर्को अतिथिसँग पनि एकदम स्वस्थ प्रतिस्पर्धा गरेर कुनै किसिमको हामी ज्येष्ठ नागरिक हौँ, हामी ज्येष्ठ नागरिकले एउटा चिज विचार गर्नुपर्छ है। एउटा धर्म, एउटा शास्त्र, एउटा संस्कार, एउटा संस्कृति, एउटा पहिचान, यी 5 चिजलाई हामीले हेरौँ, 5 चिजलाई बुझेर हामी स्वस्थ प्रतिस्पर्धा गरौँ। किनकि धर्म हराए शास्त्र हराउँछ, शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए पहिचान हराउँछ, पहिचान हरायो भने केही पनि रहँदैन। यो अर्थमा हामी सबैले यो भएर स्वस्थ प्रतिस्पर्धा गरेर जसले हामीले गर्न सक्छौँ, जसले टाइम दिन सक्छौँ। किनकि हाम्रो एउटा उखान छ कि मादल बज्छ, त्यो मादल बजेपछि त्यो मादलको तालमा त्यो ताल दिन सक्छ त्यसलाई थाहा छैन, तर ऊ उफ्रिहाल्छ। मादल बजेपछि जसले मादलको तालमा नाच्न जान्छ त्यस्तो मान्छेहरू सक्षम व्यक्तित्वहरू अब भोलिको यो आउने निर्वाचनमा चाहिँ निर्वाचनबाट सहयोग होस् भन्दै 2082 सालको हार्दिक सम्पूर्ण उपस्थित महानुभावहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै मेरा भनाइहरूलाई यही मन्त गर्दै म आफू निमन्त्रण भएको घोषणा गर्दै मेरो सिङ्गो टिम पनि यही समाप्त मेरो टिम पनि यही भङ्ग भएको घोषणा गर्दै आजका निर्वाचनमा अधिकृत निर्वाचन कमिटी निर्वाचन अधिकृत हाम्रो चाहिँ दीपक राज तिमुल सिन्हाज्यूलाई आएर आफ्नो चाहिँ मत व्यवस्था गरिदिनु अनुरोध गर्छौँ। हामीले पहिल्यै बोलाएका थियौँ, मतमा आसन गर्नको लागि हामीले पहिल्यै बोलाएका थियौँ। उहाँ टुक्रुक्क आएर बसिरहनुहुन्छ, हामीले देखेनौँ। यसको लागि अब आफ्नो कार्यक्रम अगाडि बढाइदिनु हार्दिक हुँदै निवर्तमान अध्यक्ष पनि यहाँबाट बिदा हुन्छु। हस्त नमस्कार, जय जसनाथ।